भिडियोमा। हेलो गाइज। एउटा चाहिँ चेपिएर मर पानीपुरी चाहिँ तारेर रेडी भयो। अब हाई मिठो हाई। हाई गाइज, वेलकम ब्याक टु बिमो भ्लग। स्वागत छ यहाँहरूलाई बिमो भ्लगमा। अनि हामी चाहिँ पानीपुरी खान लागेको होइन, घरमै बनाएर। भिडियो अन्तिमसम्म हेर्नु होला। यता चाहिँ पानीपुरी छ, बनाउँदैछु। पानीमा भन्दै रहेछु। तेल बसाउने अनि तेल काटेपछि लगाउने। कति भइसक्यो। हामी खाने चाहिँ 3 जना छौँ, नानी, म अनि दिदी। पानीपुरी एउटा चाहिँ चेपिएर मर बाँदरको के चेपियो बाटो भयो चेपिएर मर्छ हुन्छ नि, त्यति राखेको छ। अनि यहाँ धनियाँ काटेर रेडी भएको छ। अब प्याज काट्छु नि। यहाँ आलु पाक्दैछ। चेपियो चेपिएको भयो। यसलाई भाँचौँ न। यसलाई हामीले आधी कुर्काएर निकाल्न सफल भयौँ। मेरो छोरीको यता काम अर्कै छ, धन्दा। के गरेको यो पानी खेलेर के गरेको सानै? ओ सानै खानु केटो? आम्मा लु भयो त्यति नै अब। ल हेर त पानी सबै पोखाएर। दिदी पानी पोखेर केही छैन। किन पानीपुरी चाहिँ तारेर रेडी भयो। अब पानीपुरीमा हाल्ने के भन्छ त्यसलाई, किमा, त्यो बनाउँछु मसला किमा। बित्तिकै मेरो छोरी चाहिँ खान बसिने त। खानु के गरेको? यो यस्तै हो पानीपुरी हो क्या। पा बेगारको पुरी मात्रै दिएको तिमीलाई। यसरी खाऊ त। पानी अमिलो हुन्छ, तिमीलाई आइया हुन्छ खानु त न। हाई मिठो हाई। हेलो भन्दै त भिडियोमा। हेलो गाइज, म खान जाँदैछु पानीपुरी। भन्नु भन त। पापा म खाँदैछु पानीपुरी भन ल। हेलो गाइज भन लु। यता आलु पाकेर रेडी भइसक्यो। प्याज काटेर खोर्सानी अनि यो धनियाँ काटेर रेडी गरिसक्यो। अनि यता पानी पनि बनाइसकेको छ। त्यो पानीमा चाहिँ धनियाँ अनि त्यो पानीपुरीको धुलो होइन, मसला, त्यस पछाडि के भन्छ, त्यस पछाडि कालो नुन अनि अजिना अनि चुक अमिलो लगाएको छ। यहाँ चाहिँ त्यति नै गोलेको छ। चाहिँ अब आलु तास्छु अनि मुस्छु यसलाई। त्यस पछाडि खाने। हाम्रो किमा पनि रेडी भयो। अब हामी पानीपुरी खान्छौँ। यो चाहिँ 50 रुपियाँको 1 पावा पानीपुरी हो। अब व्यापारीहरूले बेच्नु भयो भने त यतिबाटै 500-1000 रुपियाँ निकाल्नुहुन्छ होला हैन। 20 रुपियाँको 3टा, कतै कतै 4वटा दिनुहुन्छ।
हजुर माथि नै खाने खाँदैछौँ हामी पानीपुरी छानु के खाएको खाने हम पानी पनि खाँदैछौँ नेट छैन 4-2-1 बजेदेखि लाइन नेट गएको छ सबैतिर 4 घण्टाको लागि अरे अब तिमीले धेरै सक्यो हौ यो दुध ताएर नगर्नु त अब भयो दुध सकियो सबै नानीले त मुनि पनि त्यस्तै छ ला मुनिकै ल्याइदिएको सबै के भन्नु पर्यो न हो अब सबै के गर्यो नि लगाएर किचन पनि मलाई माथि बनाउँदै बाई बाई गर्छु बाई बाई मेरो छोरीको अनि जुना Bye.